गर्छौ केटा तिमीहरु चाहिँ? ओए कहाँबाट आइसौ? म त गरौबाट आएको नि केटा हो। ठिकै छ तिमीहरुको? अम्म त हिरो भइसस् त हौ। आइज न बस एकछिन। म अहिले हतार चाहिँ केटा हो। आइज न एकछिन त बसेर जा। आइज बस। म तिमीलाई भरे कान्छी भाउजूमा भेट्छु केटा हो। म तिमीलाई पार्टी दिन्छु। भरे आऊ ल। भरे भेटौँ ल। हामी त लोकल खाँदैछौँ। लोकलमा खाँदै बियर खाऊ। भाउजू खोइ बियर ल्याउनु त। अनि के छ केटा अहिले गाउँतिर? तिमी यो तर्फबाटै एउटा अलिक बिस्तारै गर्न घोप्ट्यो सबै। कति पोखिन्छ नि केटा। के गर्न थालिसौ? पैसा त खरै छापी जस्तो। म गरेर कम्पनीमा काम गर्दैछु केटा यार। पैसा त राम्रै हुन्छ हौ केटा यार। 1-2 लाख हुन्छ। मलाई पनि सहरतिर केही काममा लैजान हौ। गाउँतिर त केही काम पाउन छोडो। खेतबारीमा सबै सुपारी र के लाउनु थाले। कामै छैन केही। लैजान केटा। तिमी त के गर्छौ अब? जान्दैछु भने हिँड भोलि। म चाहिँ लागेर केटा। ओए अरे लैजान हौ मलाई पनि। साँच्चै जान्दैछ? साथै जान्छु। अब जान्छस् भने भोलि 7 बजे ठिक भयो? त्यत्रो पैसा छैन नि त मसँग नि। अब खोज्न कसरी हुन्छ नि ल। भोलि म घरमा सल्लाह गर्छु। सल्लाह गरेर बेडा बाख्रा चाहिँ त्यही बेचेर पनि जान्छु। त लान्छु लैजा ल। ल भोलि त्यसो भने भोलि 10 बजी आइज। Good business everyone. तपाईहरुलाई हार्दिक स्वागत छ यस इन्डियन कम्पनीमा। कतिपय साथीहरु यहाँ पुरानै हुनुहुन्छ, धेरै साथीहरु, कतिपय मैले यहाँ नयाँ अनुहारहरु साथीहरु देखिरहेको छु। तपाईहरुलाई हार्दिक स्वागत छ यस कम्पनीमा। हामी यस कम्पनी एउटा इन्टरनेशनल फ्र्यान्चाइज विश्वको नम्बर 1 कम्पनी इन्डियनको ब्रान्ड यस नेपालमा हामी स्थापना गरिरहेका छौं। यस यात्रामा तपाईहरु जोडिरहनु भएको छ। जस्तै तपाईहरु यहाँ देखिरहनु भएको छ हाम्रो यस कम्पनीको प्रोडक्टहरु। यो एउटा इन्टरनेशनल लेभलको ब्रान्ड हो। तपाईहरु सुनिरहनु भएको होला। भ्यालेन्सिया भयो, लुइस भ्याटन, एडिडास, नाइक, यस इन्टरनेशनल टप ब्रान्डहरुलाई यसले चाँडै नै रिप्लेस गर्न गइरहेको छ। आगामी केही वर्षमा हामी यसलाई वर्ल्डको नम्बर 1 ब्रान्डमा हामी कन्भर्ट गर्दैछौँ। यस यात्रामा तपाई हामी हातेमालो गरेर अगाडि बढ्दैछौँ। तपाईहरु आज कतिपय नयाँ साथीहरु हुनुहुन्छ। म पनि हिजो तपाईहरु जस्तै यस कम्पनीमा आउँदाखेरि नयाँ थिएँ। तर आज आएर हेर्नुस्, मैले पनि आफूलाई सफलताको रूपमा हालेर मलाई अगाडि बढाइरहेको छु। अबको यात्रामा म तपाईहरुलाई पनि मेरो ठाउँमा दिन चाहन्छु। अब यदि भन्दै म तपाईहरुलाई यस कम्पनीको बारेमा विस्तृत जानकारी गराउन निम्ति हामीसँग हुन्छ यस कम्पनीका ड्युक सर। उहाँलाई म यहाँ निम्ताउन चाहन्छु। Anybody support our good business?
फेरि पनि म यस इन्द्रेणी प्रणालीमा यहाँहरू सम्पूर्णलाई स्वागत गर्दछु। यो कम्पनीको इतिहास धेरै लामो छ। विगत 1999 मा भारतका हैदराबादमा स्थापित भएको यस कम्पनी आज विश्वको प्राय जसो धेरैवटा देशहरूमा रहन्छ। हाम्रो नेपालमा पनि इन्टरनेसनल फ्रेन्चाइज भएको आज 10 वर्ष भइसकेको छ। हाम्रो हरि सरले भन्नुभयो जस्तै यो हाम्रो इन्द्रेणी कम्पनी विश्वको नम्बर 1 क्लोथिङ ब्रान्ड हो। अब चाँडै नै हाम्रो यस कम्पनीको भ्यालु नेक्स्ट लेभलमा पुग्नेछ। हामी पनि संसारकै नम्बर 1 ब्रान्ड बन्नेछौँ। हामी बन्न सक्छौँ। हामी पनि इन्टरनेसनल बिजनेस गर्न सक्छौँ। भर्खरै मात्र म लगायत हाम्रा केही साथीहरू थाइल्यान्ड र दुबई बिजनेस प्लस भ्याकेसन मनाउन गएका थिए। अब हाम्रो नेक्स्ट भ्याकेसन भनेको सिङ्गापुर रहेको छ, जसमा यहाँहरूले पनि इन्भल्भ हुन सक्नुहुन्छ। अनि जो जति नयाँ साथीहरू हुनुहुन्छ उहाँहरूले यो घर वरिपरिको रमणीय ठाउँहरू घुम्नुभयो अनि आफ्नो मनलाई आनन्दित बनाउनु भयो। त्यसै गरी यहाँ 12-18 घन्टा काम गर्नुपर्ने छैन। थोरै समय निकालेर मेहनतका साथ यहाँले काम गर्नुभयो भने उही 12-18 घन्टा काम गर्ने श्रमिकको श्रमको ज्याला भन्दा धेरै यहाँले स्यालेरी कमाउन सक्नुहुनेछ, लाखौँ कमाउन सक्नुहुनेछ। हाम्रो हरि सर लाखौँ कमाउनुहुन्छ। त्यसै गरी यस कम्पनीका केही नियमहरू रहेका छन् जसलाई यहाँहरूले मात्र एकपटक पालना गर्नुपर्छ। यहाँहरू अनुशासित त हुनै पर्छ, त्यसमाथि पनि हेर्दा बिजनेसम्यान जस्तो देखिनुपर्छ। बिजनेसम्यानको जस्तो हाउभाउ हुनुपर्छ, चिलिच्याट। अनि यस्तै कुरामा यहाँलाई फेरि पनि मैले जोड्न चाहेँ। तपाईँले यहाँ बोर्डमा देखिराख्नु भएको छ। यसरी नै यहाँले पनि हाम्रो यस इन्द्रेणी कम्पनीमा लगानी गरेर नाफा कमाउन सक्नुहुनेछ, पैसा कमाउन सक्नुहुनेछ। ल भन्नुहोस्, आज को इच्छुक हुनुहुन्छ त यस कम्पनीमा इन्भेस्ट गरेर प्रफिट कमाउनु? जो जति इच्छुक हुनुहुन्छ सम्पूर्णले एकचोटि हात उठाइदिनुहोस्। ओके, तपाईँहरू मध्येमा जो जति इन्ट्रेस्टेड या इच्छुक हुनुहुन्छ तपाईँहरूले हाम्रो हरि सरसँग नाम ठिकाउनु। केही कन्फ्युज भयो भने चाहिँ मेरो क्याबिनमा आउनु होला, सरसल्लाह। हस् त, धन्यवाद। सर, यो हाम्रो कम्पनी कस्तो भइरहेको छ अहिले? गजब छ। उहाँ काठमाडौँको भन्दा त यहाँको सुरुवात त बवाल भइरहेछ। के कारणले त्यस्तो भयो होला सर? अब काठमाडौँमा त्यस्तो धनी धनी मान्छेहरू छन्, गरिब र धनीमा यही त फरक छ। धनी मान्छे जहाँ कमाइ हुन्छ त्यहीँ लगानी गर्छन्। गरिब मान्छेहरू साला जहाँ पायो त्यहीँ भ्राङ फाला हान्छ। धनी बन्नुलाई त उही निधारमै लेखेर आउनुपर्छ। अनि यो हामी कम्पनी कति अब समय चाहिँ रन गर्न सक्छौँ? तपाईँ चिन्ता नलिनुहोस्, सरकारमा अहिले हाम्रै मान्छे छ। अझै चुनाव हुनलाई 2 वर्ष बाँकी पनि छ। सरकारको ढुक्क हुनुहोस्। त्यही त सर, अब हामी आउने चुनावमा चाहिँ सर यहाँको प्रतिनिधिलाई चाहिँ हामीले अलिकति डोनेसन गरेर हाम्रो फेभरको मान्छेलाई चाहिँ ल्याउनुपर्छ। यो पनि गजब छ। तर यो विषयमा चाहिँ सोचौँ। यो विषयलाई म आफै सम्हाल्छु। अब यसको मतलब तपाईँको कुरालाई रिजेक्ट गरेको चाहिँ होइन मैले, तर पनि सोचौँला, नेक्स्ट स्टेपको कुरा हो त्यो। हेलो मम्मी, हाँ ऐसा आपको दुख के दिन गेलो, आपको सुख के दिन गेलो। जे जे अपना हेपना छो ना से तक हेपे वाला का धमकी लगाबो। हम इतना पूरे बिजनेसमैन बन गलियो। हाँ पैसा तो जान दुन कमा रहा छु, चिंता ले काम नहीं छे। हाँ जे जे अपना हेपना छो ना से हेपे तरीका दिखा देबो कि चिंता ले काम नहीं छे। इतना पूरे बिजनेसमैन बन गल छु। हाँ 7,000 टका दे दन छु, 30,000 बाकी रहलो।
हाँ पूरे चिंता नहीं लेना, ले ले मम्मी हम आगे लाके चुकी। चेतन सर तपाईँको यहाँको स्पोन्सर को हो? मेरो हेरी सर हो। अनि हजुरको घर चाहिँ? मेरो घर चाहिँ राजगढ मध्य प्रदेश सप्तरी नेपाल। हजुर कति लगानी गर्नु मेरो तर्बिस? मैले 7,000 गरेको छु हजुर सर। 7,000 दिइसक्नु भयो सर। अब के गरौँ भइरहेको छ यहाँले। म हेरी सरले एकदम माथि आएको अनि यो यहाँको जुन आउँछ नि त्यतिखेर चाहिँ यसमा राम्रै हुन्छ जस्तो लाग्यो है। चेतन सर हजुर तपाईँलाई सरले तल बोलाउनु भएको छ। बस्नुहोस्। तपाईँ हरि सरको चिन्जानको मान्छे? हजुर सर। 2 दिन भइसकिसकेछ तपाईँले त हाम्रो कम्पनीमा जोइन नै गर्नुभएको छैन। केही कुराहरू बुझ्नु पो भएन कि के कसो हामीले भनेको भए हुन्थ्यो। होइन सर अलिक पैसाको प्रब्लम हो सर। पैसाको फाइनेन्सियल प्रब्लम। फाइनेन्सियल प्रब्लम कति लगानी भनेको छ? 7,000 भन्नुहोस् सर। 7,000? जालो 7,000ले तपाईँ जतिको मान्छेले यस्तो अप्ठ्यारो पर्छ त त्यति त म्यानेज गरिहाल्नुहुन्छ नि। हामी सर गाउँघरमा अलिकति भन्ने बित्तिकै पैसा सर नपाइँदो रहेछ हरमा। है तर कुरो यस्तो छ, पिङ पनि खेल्ने, रहर गर्ने अनि डोरी चुडिन्छ भन्ने डर पनि लाग्ने। यसरी त कसरी पिङ खेलाइन्छ होइन? तपाईँलाई यस्तो लाग्दैन? यसको मतलब यो हो कि तपाईँ इन्भेस्ट गरेर पैसा कमाउने चाहना राख्नुहुन्छ, तर इन्भेस्ट गर्ने बेलामा चाहिँ खुट्टा कमाउनुहुन्छ भने त्यो त कसरी कमाउनु होइन? हजुर सर त्यस्तै छ सर। तर म छिटै सर अबको लगभग भोलि पर्सि नै भएर म त्यो गर्छु सर। हरि सरलाई तपाईँले मजाले चिन्नुहुन्छ नि? सबै साथी हो सर। हेर्नुहोस् न अब पहिले र अहिलेमा कस्तो उहाँले कत्रो अचिभमेन्ट गरिसक्नु हेर्दा हेर्दै होइन त। हरि सर भन्दाखेरि मलाई एउटा कुराको याद आयो। तपाईँलाई घरमा नहोस्, तपाईँको मन पनि नहोस्, तर जे सत्य हो त्यो तितो नहुने भन्छ। यहाँनिर सुन्नु होला, यो परिधि यहाँदेखि बाहिर हरि सरसँग तपाईँको चिन्जान कस्तो छ, के छ, कस्तो छ तपाईँहरू बिचमै छ होइन? तर यो एरिया यो परिधिभित्र चाहिँ हरि सरको छुट्टै रेस्पेक्ट र इज्जत जे भने पनि त्यो छ। अस्ति मैले सुनिरहेको थिएँ तपाईँहरू तन्त्र भ्रमण गरेर बोलिराख्नु भएको छ। भलै होला तपाईँहरू एउटै गाउँको होला, दाजुभाइ खलकै गर्नुहुन्छ होला, तर पनि यो परिधिभित्र चाहिँ त्यो अलिकति हुन्छ सर। म त्यो बानी परेको छ गाउँघरमा, अब म छिटै त्यो सिक्छु सर। ओके ठिक छ। उसो भने तपाईँ आफ्नो व्यवस्थापन गर्नुहोस् अनि आएर कम्पनीमा जोइन चाहिँ भइहाल्नुहोस्। हुन्छ सर। हुन्छ तपाईँहरूले जानु सक्नुहुन्छ। हस् सर, थ्याङ्क यू। भाइहरू यहाँ नयाँ आउनुभएको? हजुर दाजु केको लागि आउनुभएको? यो क्यान्टिनमा खाना खाँदै हुन्थ्यो। मैले यो इन्डियन अफिसमा हजुर बिजनेसको लागि आएको। अब व्यापारको लागि आउनु भएको छ, बिजनेसको लागि आउनु भएको छ तपाईँहरू एउटा कम्पनीले पठाएको छ। अब म चाहिँ एउटा यहाँको स्थानीय मान्छे भएको कारणले गर्दाखेरि अब यो ठाउँमा योभन्दा अगाडि पनि धेरै मान्छेहरूले यस्तो बिजनेसमा आएर बिजनेस व्यापार गरेर धेरै जानुभएको छ। अब यो गोरुवा भन्ने ठाउँ चाहिँ एकदम राम्रो ठाउँ छ, सुन्दरता छ, यहाँ चिया बगानहरू छ, माइ खोलाहरू छ, व्यापारको लागि एकदम अनुशासित एरिया हो यो। ठिकै छ आउनु भएको छ। यो बिजनेसको लागि यो इन्डियन कम्पनीको लागि चाहिँ तपाईँहरूले प्रवेश गर्नुभएको छ। योभन्दा पहिला पनि धेरै व्यापार बिजनेस गर्ने मान्छेहरू, साथीभाइहरू, भाइबहिनीहरूले राम्रो तरिकाले यहाँ प्रगति गरेको एउटा इतिहास ठाउँ यो गर्व। ठिकै छ आउनु भएको छ, धन्यवाद दिन्छु म तपाईँलाई। सर मलाई अलिकति पैसा चाहिएको थियो। हजुरले बिजनेसै राम्रो गर्नुभएको छैन, बिजनेसमा हाम्रो सिस्टमै छैन त्यसरी पैसा दिने। एकछिन बाहिर गइदिनुहोस् न। तपाईँको हरि सरको मान्छे होइन?
हजुर सर, सरले केही कुरा यस बारेमा भन्नुभएको थियो, यो जुन बिजनेसको बारेमा 7,000 पैसा लाग्छ भन्नुभएको थियो। हजुर सर, म भनेको 7,000 रुपियाँ पैसा ल मलाई हस् सर, बिजनेस राम्रो हस् सर, हस्। गुड बिजनेस एभ्रिवान। आज हाम्रो भिजिट फ्राइडे रहेको छ, त्यसैले तपाईँहरूले अघि तपाईँहरूको कम्पनीमा जोइन भइसक्नु भयो होला सबैजना। अब आज हामी भिजिट डेमा आज हामी हाम्रो यस बरुवाको एकदमै सुन्दर ठाउँहरू घुम्न यहाँ नजिकै रहेको छ चिया बगान। हामी सबैजना अब चिया बगान घुम्न जाने साथीहरू एक्साइटेड हुनुहुन्छ? ल अब हामी चियाबारी घुम्न जान्छौँ। ल सबैजना आउनुहोस्।